आज चाहिँ मैले आफ्नो मिनी हाउसमा चाहिँ कलर लगाएँ। मेरो घरमा यति धेरै मासु कहाँबाट आयो होला। अलराइट गाइज, वेलकम टु माई मिनी ब्लग। हजुरहरू सन्चै हुनुहुन्छ होला, म नि सन्चै छु। तपाईँहरूले म कहाँ जान लाग्यो सोचिरहेको होला होइन गाइज। म चाहिँ भुँगुर काट्न गएको थियो आफ्नो बाजेको घर। म बाजे अङ्कल मिलेर हामी 3 जना मिलेर भुँगुरलाई मारेको थियो। यहाँ चाहिँ हाम्रो बाजेले भुँगुरको मासुलाई पिसमा गरिसकेको थियो। अनि हाम्रो यावेशको बुवाले पनि खाना पकाउँदै थियो। यहाँ सबैजना काममा डटिरहेको थियो। म पनि भिडियो बनाऊ भनेर यसो सबैलाई देखाइरहेको थियो। म भिडियो बनाएको देखेर होला मम्मीले पनि यता हेरिरहेको थियो। भिडियो के बनाउन थालेको त मलाई कामको लगाउन थाल्यो। काम गरिसकेर त यता खाना बटाईहरू भइरहेको थियो। मान्छे आइरहेको थियो, खाएर जाँदै हुनुहुन्थ्यो। म चाहिँ आफ्नो मम्माहरूलाई देखाएँ। अनि साँझ पख त म आफ्नो मिनी हाउसमा रङ लगाउँदै थियो। बेलुकाको खाना चाहिँ यही हो बचेको। आन्टीले मलाई दुध हेर भनेर चाहिँ आफू काममा गएको थियो। खाना राति छिमेकीहरूलाई बोलाएको थियो। सबैजना आउनुभयो र खाना खानु भयो। धन्यवाद।